पित्तथैलीको स्टोनको अपरेसन गर्दा के पित्तथैली पुरै निकाल्नुपर्छ कि पित्त स्टोन मात्र निकाल्ने पुग्छ? धेरैलाई लाग्न सक्छ कि किडनी स्टोन जस्तै पित्तथैलीको स्टोनको अपरेसन गर्दा पनि ढुङ्गा मात्र निकाल्ने हो। तर पित्तथैलीको स्टोनको अपरेसन गर्दा ढुङ्गा मात्र निकाल्ने नभइकन पित्तथैली पुरै नै निकाल्नुपर्छ, ताकि रोगसँगै रोगको घर पनि पुरै निस्कियोस्। यस्ता टेक्निकहरू पनि छन् जहाँ चाहिँ लेजर लिथोट्रिप्सी भनेर भन्छौँ, जहाँ चाहिँ पित्तथैलीमा गएर पित्तथैलीको ढुङ्गालाई किडनीको स्टोन जस्तै फुटाएर गलाएर निकाल्ने काम चाहिँ गर्न चाहिँ सकिन्छ। तर त्यसपछि फेरि पित्तथैलीको ढुङ्गा बन्ने प्रक्रिया चाहिँ फेरि नै सुरु हुन्छ र पित्तथैलीमा स्टोन बन्ने प्रक्रिया चाहिँ जहाँको त्यहीँ रहन्छ। त्यसैले यो पित्तथैलीको ढुङ्गा मात्र फुटाउने प्रक्रिया चाहिँ खासै त्यति इफेक्टिभ चाहिँ छैन र अहिले विश्वभर चलिरहेको चलन चाहिँ पित्तथैली नै पुरै निकाल्ने हो। यसमा विभिन्न प्रक्रियाहरू अथवा अपरेसनका टेक्निकहरू हुन्छन्, जस्तो कि पहिला गर्ने जस्तै चिरेर गर्ने अथवा अहिले ल्याप्रोस्कोपिक गर्ने। ल्याप्रोस्कोपिक कोलिसिस्टेक्टोमी इज द गोल्ड स्ट्यान्डर्ड अफ सर्जरी ट्रिटमेन्ट पित्तथैलीको स्टोनको लागि। अथवा अहिले रोबोटिक सर्जरीहरू पनि गर्न सकिन्छ, अथवा अरू मिनिमल इन्भाजिभ टेक्निकहरू जस्तै ल्याप्रोस्कोपिक सर्जरीमा जस्तै नेचुरल ओरिफिस, मिनिमल इन्भाजिभ सर्जरी, हैन, इन्डोस्कोपिक सर्जरीहरू, तिनीहरू पनि गर्न चाहिँ सकिन्छ।